सो सबैलाई स्वागत छ फेरि पनि हाम्रो अर्को नयाँ भिडियोमा। आज चाहिँ हामी यो 3 फ्यामिलीज मिलेर कतै घुम्न जाँदैछौँ। अहिलेसम्म चाहिँ यो माथि यता डाँडातिर भन्ने हाम्रो कुरा हुँदैछ, तर मैले चाहिँ प्लान बनाएको होइन, सो मलाई त्यति आइडिया छैन। तर पनि जहाँ गए पनि इन्जोय गर्नुपर्छ। अनि यतातिर चाहिँ एउटा घर फोड्दैछ कि, सो इट्स सो नोइजी गाइज। बिहान बेलुका डाडाङ 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 डुडुङ डडाङ डुडुङ हुन्छ। This is the way to Bindavasini. This is the way to Saranpur. Finally we are here हैन, सारङ्गाको कोट। यता माथि कता कता के हो थाहा छैन। अब यता मूर्ति रहेछ नि त, यहाँ जानुपर्छ गाइज। यहाँ अलिकति धौलागिरी हिमाल देखेको छ है। यसरी चाहिँ यहाँ छ। हुन्छ 5-6 सिडी हिँड्दैमा हस्याङ फस्याङ भइसक्यो। यत्रो छ अझै हिँड्नु। ल हामी चाहिँ यहाँ माथि आउनै लाग्यो। हामी दुब्लो मान्छेहरू अगाडि आइसक्यौँ, मोटो मान्छेलाई गाह्रो भयो। ए यता यस्तो छ। ओ फाइनली वी आर हियर है। दामी मूर्ति बनाएछ नि यहाँ त। यस्तो छ। छोरी छ, सामरी छ विथ दिदी। नमस्ते, सफलता आइछ। यता बबिता चाहिँ फोटोग्राफर। तपाईँ यहाँको फोटोग्राफर हो? ए ल गाइस ओभर हियर। श्री गणेशाय नमः। गणेशको मूर्ति रहेछ ठुलो। वी हेभ सम भ्यू अफ द हिमालयस हैन। यस्तो यता अर्को टेम्पल एन्ड त्यस्तै गणेश। चहल पहल बढ्दैछ है। यहाँ फोटोग्राफर फेरि हेर न, यता फोटो खिच्दै बाथे। ओ यहाँ त झर्नै छ त हौ, तर पानी छैन। ए चिसो चिसो त छ। यति धेरै धारा छ। यहाँ धारा त यस्तो छ है, के छ यहाँ, चरा माछा के आई डोन्ट नो हाउ मेनी है। यहाँ धेरै नै छ। यहाँ शिवलिङ्गहरू पनि छ हौ, यहाँ धेरै नै छ। वाह कति हो कति। यस्तो छ हौ रमाइलो। वाह फेवा लेक, सिटी एयरपोर्टहरू पनि देखेको छ। हामी बस्ने यता हो। ल अब एकछिन त्यहाँ माथि भ्यू पोइन्ट रहेछ क्या, त्यहाँ जानुपर्ने भयो। सो यो चाहिँ रहेछ हाम्रो पञ्चमुखी गणेश है। 5वटा मुख भएको गणेश रहेछ यो। नजिकबाट हेर्दैछौँ हामी। हाम्रो 2जना फोटोग्राफर यता गइरहेको थिए। ल है ल यस्तो ल छोरीले उइस गरेर पैसा फाल्दैछ है। अब यहाँ पैसा यहाँ चाहिँ गणेशको कोइनहरू छ। यहाँ मुसा पनि रहेछ। अनि यहाँ यस्तो यस्तो छ माथि। वाह दामी। झन् भ्यूको त के कुरा गर्नु है। आहा भ्यू इज ब्युटिफुल भ्यू। सो यता चाहिँ हाम्रो यो श्री भूमेकाली भन्ने रहेछ। अनि अब चाहिँ हामी टिकट काटेर यहाँ हेर्न आएको माथि टावर। टिकटको चाहिँ 30 रुपियाँ पर पर्सन। सब माथि जानुपर्छ त्यहाँ। यही भ्यू हेर्ने यहाँबाट चाहिँ एलिसा। हाई समर पनि बिजी छ। यहाँ चाहिँ श्री भैरव नमस्ते। ल हाम्रो चाहिँ सुन्दर हिमालयको दृश्य यहाँबाट देखियो होइन। यस्तो मजाको। यो चाहिँ हाम्रो गाउँहरू छ यता। के गाउँ हो थाहा छैन, सायद यो हाम्रो मिलनचोक हेम्जाहरू होला। अनि यता तल सर आएर टिबेटियन गुम्बा पनि छ। ओहो यता छ हाम्रो काउडाँडा आउनु लाग्यो। जुत्ता निकाल्दैछ। समरले नि जुत्ता निकाल्ने। Oh, good.
ल ल छोरी त भित्रै गइदियो त पैसा हाल्नलाई ल सबास ल समरको पालो ल समर पैसा चढाउनुहोस् ल स्याबास नमस्ते पनि गर्नु छ गुड प्याराग्लाइडिङ हुँदैछ यो ब्याकमा चाहिँ यस्तो देख्दो रहेछ हाम्रो गणेश भगवानको अब चाहिँ हामी जान लागेको माथि टोपी खस्यो फाइनल्ली वी आर एट द टप होइन छ नि डर लाग्यो गाइज आइ हियर ओहो यहाँबाट त यस्तो देख्दो रहेछ त गाइज तल ए यहाँबाट त सिरिङ्ग छ बट माथि त हामी तर अलिकति डर लाग्दो रहेछ यो एकदम चक्कर लागे जस्तो हुँदो रहेछ एलिसा अल्सो भेरी भेरी स्केयर एक्चुअली सबैजनाले तल जाम तलैबाट हेरौँ भन्दैछ कि यो साह्रै चिसो पनि रहेछ यहाँ ल हाम्रो एक टोली यता जाँदैछ यहाँ चाहिँ जुत्ता चप्पल बाहिरै खोलेर जानुपर्दो रहेछ जुत्ताहरू यता छोडेर गएको छ ओ बद्या ल पानी खोल्यो हाम्रो यहाँ 108 धारा चिसो छ दर्शन गर्न पायो धन्य भयो सो फाइनली हामी एलिसा छे वी आर लिभिङ टुवर्ड्स द केबल कार गन्डोला हाम्रो ग्रुप चाहिँ पछाडि आउँदैछ हामी चाहिँ जाँदैछौँ यता तलतिर अझ हिमाल ठिकै छ फाइनली हामी आइपुग्न लाग्यौँ त्यहाँ अन्नपूर्ण केबल कार यस्तो बाटो छोरी चाहिँ यहाँ हाम्रो ग्रुप चाहिँ आउँदैछ हो यता Who's this lady? हाम्रो दर्शकहरू टिकट काटेर हेर्न आएको क्या पिङ खेलेको समर पिङ खेलेको हेर्न आएको हामी यो चाहिँ हाम्रो भाइरल घर हामी जान्छ कि जाँदैन थाहा छैन बट वी आर हियर कता हो भाले यता हो र चटपट भोलि चटपट यता हामी अझ यही छौँ यहाँ त आगो ताप्दै ल यता चाहिँ अब हामी केबल कार चढ्ने ठाउँमा आइपुग्यो यहाँ साइकल पनि रहेछ यहाँ हाम्रो टिकट काट्ने कार्यक्रम हुँदैछ काउन्टरमा अब चाहिँ हामी यताबाट आएर यहाँ माथि चाहिँ साइकल चलाउने ठाउँ यताबाट चाहिँ यो केबल कार जाने होला यहाँतिर ए पिङ पनि रहेछ ल अब यहाँ चाहिँ मान्छेहरू स्विङ गर्न लागेको छ है यहाँबाट गाइजहरूलाई पुल्लीले तानेर माथि ल्याउँदैछ यहाँ यसरी हाम्रो जनताहरू यता डरायो त अब को जाने हाम्रोबाट पनि कोही जानुपर्छ है यहाँ ल कोही देखाउनुपर्छ साहस गरौँ ल यो चाहिँ हामी लिफ्टबाट तल आयौँ अब चाहिँ केबल कारतिर जाँदैछौँ हामी यहाँ चाहिँ हाम्रो महादेवको पनि रहेछ यता चाहिँ बुद्धको पनि छ उता ल हाम्रो साथीहरू अब जानुपर्छ ल अब हामी जाँदैछौँ तल हाउसफुल भयो त हाम्रो यो ग्यारेज त है कोही हामी यता छौँ हामी देखियो त पछाडि पनि एउटा हिमाल पनि देखेको छ टक्क अलिकति माथि प्याराग्लाइडिङ धेरै निकै जान्छ होला उनीहरू हिँडिराख्नु पर्यो त्यहाँ ठ्याक्क माथि अब फाइनली वी आर आउट होइन 10 मिनट जस्तो होला यो राइड कानै डुम्म बनाएको छ यस्तो छ भ्यू लेकको Somebody's here, guys are over here. ल हाम्रो यहाँ यस्तो नि बनाएको रहेछ यो चाहिँ माथि हाउसिङ पनि छ यहाँ
अब हामी तलतिर यता सो हामी यहाँ कुरेको चाहिँ आधा घन्टा भयो बस आउँछ भनेर बससम्म आएको छैन स्टिल सेम प्लेस छोरी इज टायर्ड के हो हाम्रो यता गफ चल्दैछ Who's this? फाइनली हाम्रो बस आयो होइन कति 40 मिनट्स पछि 40 मिनट्स एभ्रिवान्स रेडी जाउँ साथी हो बस रिजर्भ जस्तै छ हामी कोही छैन हामी बाहेक कोही छैन खाली सब रिजर्भ हो यो ल झरौ 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 ल ल हलनचोक 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 चाहिँ हाम्रो हलनचोकको दृश्य अब हामी कहाँ जाँदैछौँ थाहा छैन है यता लेक साइड दामी दामी कपडाहरू छ है यहाँ त ल ओ Finally we are here again Mexican restaurant. So this is Lakeside and this is Alicia and this is the restaurant. Dami ba? That cheese nachos. यता पनि सलाद ल हाम्रो भोजन सुरु भयो रात्रि भोजन ल सुरुवात भयो अब हामी स्टार्टिङ गर्यौँ यस्तो छ छोरी मेरो सक्नु लाग्यो फ्राई चाहियो फ्राई चाहियो फ्राई चाहियो आयो 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 समर आयो म्याजिक वर्ड के हो समर Thank you. थ्याङ्क यू फ्राई के चाहियो Pizza for everyone to share. क्या आयो यता पनि ल फर्स्ट टाइम हो ल ल ट्राई गर्नुहोस् मिठो छ के छ भित्र 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 चिकन चिकन छ एवली सस जस्तो छ मिठो रहेछ के हो यस्तो झिलिङ्गा रे झिलिङ्गा कस्तो खाले हो यस्तो त मैले देखेको थिएन त मोटो 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 वाला ए त्यो अर्को राउन्डवाला त देखेको थिएँ ए ल धन्यवाद धन्यवाद ल बाई बाई निस्क्यौँ हामी ल त गङ्गा धन्यवाद स्पोन्सरलाई स्पोन्सरलाई ल राति फेरि भेटौँला है त हामी त भेटिहाल्छ फेरि भेटौँला यता छोरीलाई पनि सी नेक्स्ट टाइम बाई सामान अँधेरो छ यस्तो हरिचोकमा आइपुग्यौँ हामी आजको भिडियो यति नै थ्याङ्क यू टु गङ्गास फ्यामिली एन्ड थ्याङ्क यू टु बबितास फ्यामिली वी ह्याड अ वन्डरफुल डे टुडे अनि थ्याङ्क यू एभ्री वान फर वाचिङ आवर भिडियो अनि डोन्ट फर्गेट टु लाइक सेयर कमेन्ट अनि सब्सक्राइब एलिहान ब्लग्स